सिटिबिटी सर्टिफाइड इन्स्टिट्युट भए पनि ट्रेनर क्वालिफाइड छैन भने तपाईको सर्टिफिकेट फ्युचरमा रिजेक्ट हुन सक्छ। यो कुरा एडमिसन भन्दा अगाडि सोध्नुहोस्, किनकि हस्पिटलमा काम गरेका ट्रेनरले स्ट्रोक, डेमेन्सिया, बेड रिडन जस्ता पेसेन्टहरू ह्यान्डल गरिसकेका हुन्छन्। यो एक्सपिरियन्स बिना केयर गिभर ट्रेनिङ इन्कम्प्लिट हुन्छ। तपाईको ट्रेनरसँग यो एक्सपिरियन्स छ? धेरैजना सोध्छन् सिटिबिटी सर्टिफाइड इन्स्टिट्युट भयो भने पुग्छ, तर सिटिबिटी स्ट्यान्डर्ड अनुसार केयर गिभर ट्रेनर बीएससी नर्सिङ पास आउट र मिनिमम 5 वर्षको हस्पिटल वर्क एक्सपिरियन्स भएको हुनुपर्छ, किनकि हस्पिटल एक्सपिरियन्स भएको ट्रेनरले मात्रै डिफ्रेन्ट टाइप्सको पेसेन्ट ह्यान्डलिङ, इमर्जेन्सी केयर र सेफ केयर गिभिङ सिकाउन सक्छ। भविष्यमा डफले ट्रेनरको डकुमेन्ट माग्यो भने इन्स्टिट्युटले सबमिट गर्न सकेन भने तपाईको सर्टिफिकेट भ्यालिड नहुन सक्छ। त्यसैले अलवेज सर्टिफाइड इन्स्टिट्युट र सर्टिफाइड ट्रेनरबाट कोर्स लिनुहोस्।